होइन है अटो पाउँदैन अटो अब अटो चढेर हो त्यो रिक्सा चढेर जानुपर्छ कि है हो त्यो रिक्साबाट जाम है के हो यो यहाँ अटो नै पाउँदैन यार हामीले अटो कुरेको अटो नै छैन अब के भन्नु अटो छैन यहाँ अटो कुरेको हामी नै अब ऊ त्यहाँ हेरौँ त कत्रो पुरा गोल्डेन आसाकुसा भने चाहिँ यही हो होइन स्काई ट्री उड्थ्यो स्काई ट्री चाहिँ जापानको एकदम फेमस टावर है अनि अर्को 2 तलेवाला आयो छिटो अटो खोज नि यार अटो कहाँ छ अटो खोज यार अटो नै छैन यार तेरिमा अटो पनि भेटिँदैन यार के भन्नु यत्रो यो इन्डियाको जस्तो सहर भएर पनि अटो भेटिँदैन है इन्डिया त कति अटो भन्दा यहाँ चाहिँ नगद पैसा चल्दैन अरे म आफै चल्दैन अरे यता यता ठाउँ छैन अब यत्रो बस्नु पहिले बसौँ ल बस अब त्यो चाहिँ हाम्रो ढुङ्गाभित्र है अब ठाउँ त त्यो प्याक भइसक्यो भएन नि यो हामीले जहाज माथि हो होइन तल हेर पुरै सिसा नै सिसा छ तल चाहिँ यहाँ फाइनली त्यो सपना भनौँ एउटा लक्ष्य एउटा सपना पुरा भनौँ होइन कस्तो लागिरहेको तिमीलाई आज जापानमा फर्स्ट टाइम होला अब यो पुणे चढेको होइन हो फर्स्ट टाइम हो पुणे चढेको तिमी सेकेन्ड टाइम हो कहिले चढे आयो बेला फुसान जाने बेलामा फुसान चढ्यो सानो बोर्डमा त्यो बोर्ड छुट्टै हो नि त यो छुट्टै यो छुट्टै यो त्यो बोर्ड छुट्टै यो होइन यस्तै हो एउटै थियो र अन्त ठुलो हो सानो थियो त्यही मात्र हो खै बासुदेव जस्तो म त बासुदेवको पैसा तिर्दैछ बासु आजको स्पोन्सर हाम्रो कता गयो आजको बासु हाम्रो स्पोन्सर सेरा गर्दै चाहिँ टाइम हिँड्नु भनेको के अब त हिँडिहाल्दैन किन चिन्ता गरेको 10 मिनेट चिन्ता गर्दै भन ए केटा गाइज ओए ओए बासु तिम्रो जहाज चढ्यो कति पटक चढ्यो फर्स्ट टाइम कि फर्स्ट टाइम हो एन्जिला तिमी के चाहिँ फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो थर्ड टाइम फर्स्ट टाइम इन जापान तिमी फर्स्ट टाइम हाम्रो सुरेश सेकेन्ड टाइम सुरेश चाहिँ सेकेन्ड टाइम नेपालमा चढेछ म पनि फर्स्ट टाइम हो हामी 3 जना चाहिँ हामी उनीहरू 2 जना म 1 जना चाहिँ फर्स्ट टाइम हो ऊ चाहिँ सेकेन्ड टाइम चढेछ पहिला चाहिँ पुरिसान जाँदा चढेको अरे होइन अनि अब यहीँ बस्न पाउँदैन क्या सब गयो तल बस्न पाएन भने चाहिँ खत्तम भयो नि मेरो भेटेको सपना गयो नि पुरै चढेको टिकटक बनाउनु पर्ने छ हाम्रो त्यहाँ मुला ए अब चल्दैछ हेरौँ यसो बारी झलक बारी अनि चल्दैछ बोलिरहेछ हाई सुटीले बोल्यो कि थर्का है बोलिरहेछ है मैले बनाइदिएछु म त धस्यो गर्दो रहेछ है फर्स्ट टाइम त म त यहाँ बस्छु न तिमी त भिडियो गराउनु त्यहाँबाट टाउको दुखेर त्यो हाँस पनि देख्नु हामी पो हिँडेर जाउँ त्यो त रेन्ज हिँडेको हामी चलेको रहेछ त्यो चल्दा है यो जहाँ चल्दा है सुरु भएन र धेरै अहिले फ्लास गराइन्छ जाऊ 2000 टिकट रहेछ होइन त्यो चाहिँ 2000 हो यो चाहिँ कहाँ रे उदाइबा होइन उदाइबा जाममा भन्ने मान्छे स्पोन्सर यता हुनुहुन्छ हाम्रो सर मैले लिएको है आज गाइजहरूले
अब एकैचोटि भन्ने चाहिँ हेर न हाम्रो त्यही छ दुईजना यता हुनुहुन्छ ल अब इन्जिन स्टार्ट भइसकेको छ स्टार्ट भइसक्यो अब गियर हान्दैछ गियर हान्दैछ कति गियरमा हान्ने अब वाह एकदम सोधिनु लागि उल्टुलै यतै जाऊ वातावरण ただいま出港しました。お台場海浜公園のある ल अब एकछिन कटिङ गरौँ 放送中フジテレビの本社ビルショッピングモールお台場グランド日光東京お台場などが集まる東京で最も注目されるエリアとなっています कस्तो लागिरहेको छ त नि हाम्रो ここから眺めるね भ्लगरलाई वार्दै पानी जापानमा फर्स्ट टाइम चढेको आफ्नो त नेता रहेछ हामी पछाडि बस्छौँ जहाज चढ्यो हामी त हिँडेर लडेको उता पछाडि बसेछ पछाडि यो सबभन्दा सानो जहाज हो सबभन्दा नै भन्न मिल्दैन सानो सानै हो अब ठुलो चाहिँ चल्नलाई म पुरै आएको छु हो एकदम अब फेसबुकमा युट्युबमा हाल्छ है भनेर भिडियो त भाइरल हुन्न त्यही पनि ऊ चलिरहेछ है चल्दा त्यो पानी देख्नु पनि फालेको पानी ओ पर पालो ए पर मेरो भिडियो बनाउँदैन छिटो सानीबाट 入口は前方2カ所、後方2カ所、計4カ所ございます。以上の際は乗組員の指示に従ってキャプテン移動 हेरौँ न त भ्यू हामीले पनि जापान यसै प्रसिद्ध यसै रिच भएको त होइन होइन 地面エンジニアに自宅電子スターデントへ There are total of 5 exits on this board. In case of an emergency for the introduction of the crew. Please enjoy your cruise. Thank you. जता जाऊ सहर पुरै जहाज धेरै मर्ने पुरै छम्माएर चारैतिर किन गाउँ आयो क्या हामी कहाँबाट आयो पनि थाहै छैन अब यस बेब्स यस यस बेब्स यस बस्ने पनि आउँदैन हौ चिसो चिसो आउँदैन हौ बस्ने भने कपाल छैन त्यहाँदेखि कपाल हल्लियो पुरो हेर न पानी रिङ्गटा लाग्छ है समुद्र आफ्नो सुनै सुन सुन खानी सुन सुन खानी सुन ओ त्यहाँ रहेछ है जहाज त ठुलो जहाज उ त्यो त्यहाँ छ है ठुलो जहाज उ त्यो पुरो जेसिबी छ है त्यसमा त कत्रो जेसिबी है ए माटो यहाँ हेर न यहाँ जहाज त ओहो जहाज त यहाँ पुरो बालुवाहरू निकाल्ने यस्तो निकाल्ने आज रियलमा ठुल्ठुलो जहाज देखियो है माटो खाने अनुमतिको बान पुरै त्यहाँ है ऊ चराले माछा टिपेर लग्यो माछा ठुल्ठुलो जहाज आयो माटिने झ्याने स्काई चुरी गरे स्काई चुरी पनि उठ्या स्काई चुरी के ओ ठुल्ठुलो घरहरू ओ कसैले देखाएको थियो त यति ठुलो घर यति ठुलो घर उति बिल्डिङ यस्तै घर बिल्डिङ नेताले नेपालमा पैसा नलुटेको भयो नेपालमा पनि यस्तै यस्तै खतरा खतरा बिल्डिङ बन्थ्यो होला अब जहाँ अब एउटा एयरपोर्ट बनायो 8-9 अर्बको त्यही घोटाला हुन्छ अनि के गर्नु अब त्यही भएर नेपालमा यस्तै हुन्थ्यो होला साला चोरहरूले गर्दाखेरि हाम्रो नेपाल चाहिँ बिग्रेको हो जापानमा चाहिँ हिरोसी र नागासाकीमा अमेरिका बम फाल्दा पनि त्यहाँदेखि पछाडि कति प्रगतिबाट कति भइसक्यो अनि है अब हाम्रो नेपाल बन्न सकेको छैन साला खाद्यहरूले खाइसक्यो देश पुरै घरहरू त ओ माई गड कहाँ ठोकिन्न मलाई एस बेब्स एस भित्र कस्तो हुन्छ भनेपछि भित्र चाहिँ पुरै माके है वरिपरि छम्मा चारैतिर जम्मा भन्ने जस्तो भयो होइन
वरिपरि छम्मा चारैतिर जम्मा यता नि छम्मा यता नि छम्मा छम्मै छम्मा गुगुलिनु हेरौँ दाइ कत्रो छ 2000 रुपियाँ गयो हाम्रो 2000 रुपियाँ गयो यसमा हो 55 मिनट टाइम लाग्यो अनि यहाँ के भनौँ अघि भामभन्दा अघि आएको थियो त्यहाँ जान लागेको थियो हामीले आएको चाहिँ अब जापानको मन्दिर रनका छ दिमाग अनि के गर्नु अब एन्जिल हराउला फेरि रन्काको दिमाग होला सनक्क सूर्य सन्किन्छ फेरि अहिले थाहै हुँदैन हेर्नुहोस् विमान जापानको मन्दिरै ओइ यो त काठमाडौँ चोर बजार हुन्छ नि सेम त्यस्तै छ है काठमाडौँ थाहा होइन चोर बजार होइन यो भनेको सुन न यो भनेको जापानको चोर बजार हो यहाँ चोरीको सामान बिक्री हुन्छ किनिदिन्छ हो क्या यो भनेको जापानको 1 नम्बर चोर बजार हो यहाँ सब चोरीको सामान मात्रै बिक्री हुन्छ है अनि त्यसैले चाहिँ के भन्नु त सब चोर बजार जापानी चोर हुन्छ नि